राईहरुको पार्टी राईहरुको पार्टी को श्रम संस्कृति पार्टी तपाईले भन्नुभयो राईहरुको पार्टी हैन जनताले भन्छ नि त आवेशमा नआउनु न तपाई त्यही मान्छे राईहरुको पार्टी प्लिज है तपाईले यस्तो हैन त्यो अलिकति सोचेर पनि बोल्नु पर्छ प्लिज है राईहरुको पार्टी जनताले उठाएको प्रश्न सोध्या हो के हामी राष्ट्रको कुरा गरिरा छौं है पत्रकारज्यू हामी राष्ट्रको कुरा गरेछौं न कि यहाँ जातको कुरा गरेको छौं है हामी कुनै जात हैन हामी कुनै धर्मलाई सपोर्ट गरे हिन्ने मान्छे होइन हामी है हामी सत्यलाई साथ दिएर यस राष्ट्रमा ऋण ज्यादा छ हामीले यस राष्ट्रको ऋण चाहिँ हामीले चुक्ता गर्नुपर्छ यो राष्ट्रलाई धनी गर्नुपर्छ विकास गर्नुपर्छ भन्नको निमित्त हामी युवा चाहिँ हामी हिँडिरहेको छौं हाम्रो रगतमा हाम्रो पसिनाको थोपामा देश बगाएर हामी हिँडिरहेको छौं हामी त्यतिकै हावादारीमा हामी हिँडेको होइन र जात भात र के हो यो पार्टी यो के होमा हामीलाई विभाजित नगर्नुस् हामीले भन्दैछौँ एउटा हर्क साम्पाङ सत्य छन् तिनी सत्य भएको कारण चाहिँ हामीले राष्ट्र सोचेर चाहिँ हामी हर्क पथमा छौं भनेर हामीले भनिरहेको छौं र उहाँ अरूलाई जस्तै आरोप लागेको हर्क साम्पाङलाई भयो भने उहाँ बोल्नु भएन मलाई जे भने पनि भन् भनेर यसो गरेर कपाल हाले जस्तो गर्नुभयो भने हामी सहनेवाला छैनौं हामी 30 सेकेन्डमा हर्क पथ त्याग्ने मान्छे हो के बुझ्नु नि त्यही भएर यो जातको त्यो जातको यो पार्टी यो धर्म प्लिज बन्द गर्नुस् यो कति गाह्रो भइराको छ है डाक्टर मित्र परिवारले त्यसै भन्दै जानु यो कुरा फेरि यो शब्द ननिकाल्नुस् होला मैले अघि पनि भनिसके उहाँलाई मेरो सम्मान छ जहिले पनि हृदयदेखि सम्मान छ उहाँले देशलाई समर्थन गर्नु नै हुन्छ हैन गर्नुपर्छ हैन उहाँको सन्ततिलाई यो देश चाहिन्छ त्यसकारण देश बचाउनको निमित्त उहाँले हर्क साम्पाङलाई समर्थन गर्नै पर्छ धन्यवाद हजुर मान्छेले तपाई जति राष्ट्र धन्यवाद हजुर म नबोलौं जस्तो तपाई जतिको राष्ट्रप्रेमी देशप्रेमी मान्छे अनि जे अघि मैले भने टुप्पीमै रिस है क्या तपाई भने त्यति नै आवेशमा आइहाल्नुहुन्छ क्या तपाई रिसै हाल्नुहुन्छ त्यतिकै थियो यो त्यतिकै थियो यो तपाईले बोलेको त्यतिकै थियो कुरा थिएन त तपाईले जुन पार्टी के भन्नुभयो नि तपाईले जातलाई ल्याएर भन्नुभयो मित्र हैन पत्रकार मित्र मैले भने हैन जनताले तपाईले नि भन्नुभयो यहाँ हैन म भने मैले प्रश्न त सोध्न पाए होला नि त तपाईलाई एक्सक्युज मी तपाईको प्रश्न यस्तो थियो कि हेपिएर म एउटा कुरा भन्दिम मिडियाहरुलाई दुखलाई सम्पूर्ण मिडियाहरुलाई म यहाँबाट के भन्छु भने मजाले भन्नु पाउँछ भने नि के भन्छु भने नि हिजो तिनी लुसिफर भनेका मान्छे अस्ति मिटिङमा बसेछन् अरे हो मैले भिडियो पनि हेरे 5 घण्टासम्म पत्रकारहरु बसेछन् बाहिर हैन लास्ट टाइम मेयरज्यू भन्दा नहेरिकिन हैन यता एउटा मेयरज्यू त्यस्तो तपाईहरुलाई चाहिने के प्रिन्स हामी सिंहलाई स्वागत छ नमस्कार हजुर धन्यवाद हजुर नमस्कार आराम हुनुहुन्छ हजुर एकदमै आराम छु अहिले सर्वाधिक भाइरल हुनुहुन्छ नि सामाजिक सञ्जालभरि भाइरल होइन सत्यको कुरा गर्दाखेरि सबैले मन पराउनुहुन्छ इज्जत दिनुभएको छ त्यति नै गाली चाहिँ कतिको आउँछन् गाली त अब हजुरले हेर्नुहुन्छ होला अलिअलि अब गर्नुहुन्छ यस्तो हो गाली भन्ने बित्तिकै चाहिँ म के भन्छु भने नि जुन लेभलको मान्छे हुन्छ नि अरूलाई पनि त्यही लेभलको देख्ने हो क्या गाली गर्छ भने नि ऊ आफैमा गाली नै गाली भरेको छ मतलब उहाँको लेभलै त्यति हो त्यस्तो मान्छेले गाली गर्छ नत्र हामी देश बोल्ने देश सोच्ने मान्छेलाई किन गाली गर्नु कसैको बिगारेको छैन कसैको केही गरेको छैन हामीले त राष्ट्रको कुरा सम्पूर्ण हामी जति पनि उहाँ गाली गर्ने नगाली गर्ने हजुर पत्रकारहरू हैन सम्पूर्णको लागि नै हामीले यो देशको हितमा हामी बोलिरहेको छौं अनि रिस छ कि क्या भन्छन् सबैले कमेन्टमा के हो खास रिस त खोइ कहाँ हुन्छ नो आई डोन्ट हैन नभएको कुरा गर्छ भने चाहिँ रिस चाहिँ आउँछ तर म त्यति धेरै रिसाउने पनि व्यक्ति होइन मजाले बुझ्नु भयो भने म त्यति धेरै रिसाउने व्यक्ति होइन तर त्यो भिडियोमा हेर्दाखेरि त पुरा दारा किटी बनाउनुहुन्छ त्यो टाइम मतलब सिचुएसन हैन त्यस्तो तरिकाको क्रिएट हुन्छ नि त त्यसकारण खबरदार त गर्नै पर्यो नि त यो राष्ट्रलाई बेच्छ भन्ने हैन उसलाई के हामीले हो जय तिमी गर भन्दै जानु त्यो त भएन नि त हामी राष्ट्रको हितमा बोलिरहेको छौं नि त सुहाट हजुर के कुरामा त्यति धेरै रिस उठ्छ तपाईलाई जुन राष्ट्रलाई चाहिँ हैन राष्ट्रलाई चाहिँ माया गर्दैन हैन राष्ट्रलाई माया गरेको नाटक गर्छ जसले देशलाई माया गरेको नाटक गर्छ हैन यो राष्ट्रलाई चाहिँ यत्रो सुन्दर देशलाई चाहिँ जाकटी राखेर उसले ऋण ल्याउँछ अनि जनताहरुलाई चाहिँ म अलिकति के दिन्छु वृद्धा भत्ता दिन्छु हैन अलिकति के दिन्छु ल है भनेर चाहिँ उसले ललाइ फकाइ गर्छ हजुर गर्छ 2 पैसाको दाँत देखाउँछ मासु भात दिन्छ हैन अनि उसको सन्ततिलाई चाहिँ घरभरि पैसा राखेको देखेको छ नि त्यसरी राख्छ भने हामी कसरी नरिसाउने हाम्रो राष्ट्रलाई जाकटी राखेर उसले उसको 3 पुस्तालाई पुग्ने सम्पत्ति ल्याएर जोड्छ अनि हामी चाहिँ भोलिको दिनमा यस्तै तरिका हो भने अरु नै राष्ट्रको लिडरको खुट्टामा हामी चाहिँ
हेपेर बस्नु पर्दा त्यो दिन कस्तो आउला भन्नुको खातिर चाहिँ हामी रिसभन्दा पनि खबरदार गरिरहेको छौँ। अर्को साम्पाङको विरोध गरेको त सुन्नै मान्नुहुन्न तपाईँ, किन? नो राम्रो मान्छेलाई विरोध गर्छ भने नि त्यसको आवाज उठाउनु जरुरी छ क्या। सत्यलाई विरोध गर्छ होइन, सत्यलाई दबाउनु खोज्छ भने सत्यको आवाज, सत्यको ऊर्जा भन्ने आवश्यक छ है। जब सत्यको ऊर्जा, सत्यको आवाज चाहिँ दब्छ तब भने सत्य दब्छ नै दब्छ। अनि 100 वर्षपछि चाहिँ सत्य उजागर भएको के काम होइन, त्यतिखेर सत्य फुलिसकेको हुन्छ क्या, बुढो भइसकेको हुन्छ। फेरि अर्को सत्य जन्मिनको लागि टाइम लाग्छ। हजुर, अनि त्यो सत्यलाई फेरि नचिनेर हुँदा हाम्रो राष्ट्रमा अर्कै कुरा भइसकेको हुन्छ, किनकि ऋण ज्यादा छ होइन। हजुर भनेपछि अर्को साम्पाङ भन्दा अरू कोही छैन सत्य देख्नु भएको छ भने हजुर भन्नुहोस् न, हजुरले देख्नु भएको छ? नेपालमा कोही पनि छैन। हजुर, अर्को साम्पाङ जतिको 15 वर्षदेखि लिडरसिप एउटा उहाँको नेतृत्व गरेर आउनु भएको, प्लस देशको लागि उहाँ राष्ट्रको लागि बोलिरहेको मान्छे होइन, आफूलाई बिर्सेर राष्ट्र र देश र जनताकै हितमा बोलिरहेको, लडिरहेको मान्छे होइन, अरू कोही छ भने बताउनुहोस् न। उहाँको पनि हामी जय गर्छौँ। हामीलाई चाहिएको छ एकजना मात्र होइन, यहाँ त लाखौँ चाहिएको छ क्या, लाखौँ करोडौँ चाहिएको छ क्या अर्को साम्पाङ जस्तो व्यक्ति। हजुर छ, यदि छ भने ल्याउनुहोस् न। छ भन्न सक्नुहुन्छ? छ अर्को साम्पाङ जस्तो छ हजुरको नजरमा छ? होइन ट्याक्क भनिदिनुहोस् हजुरले। होइन, जनताले त बालेन कुलमान रविहरू पनि भनिरहेछन् अहिले मिल्छ भन्छन्। होइन, अरू त हुनुभयो होइन, तर अर्को साम्पाङ जतिको हुनुहुन्छ भने त हजुर भन्नुहोस्। अनि लिसन हजुर अब बोल्नुहोस्, अर्को साम्पाङ जतिको अरू कोही यदि छ भने हजुर भन्नुहोस्, हामी उहाँको जय गर्छौँ। हजुर, किन यति धेरै विश्वास माथि? यति धेरै विश्वास किन? सत्य हुनुहुन्छ, देशको लागि र हाम्रो लागि, हाम्रो सन्ततिको लागि, देश बचाउन, विकास गर्न। हाम्रो सन्तति चाहिँ विदेशमा गएर मर्न, लड्न, थुकिन, हेपिन बाध्य नहुन् भन्नुको खातिर उहाँ लडिराख्नु भएको छ होइन। भ्रष्टहरूलाई खबरदार गरिराख्नु भएको छ होइन। त्यसमा गाली खाइ त्यही पनि भ्रष्टाचारीहरू खबरदार भन्दाखेरि उहाँलाई चाहिँ घमण्डी भन्नुहुन्छ। र पनि गाली खाइ त्यो गाली गर्ने पनि हाम्रै देशको, हाम्रै राष्ट्रको नागरिक हुन् होइन, जनता हुन् भन्नुको हितमा, सम्पूर्ण जनताको हितमा चाहिँ अर्को साम्पाङ लडिराख्नु भएको छ। त्यस्तोलाई साथ नदिएर कस्तोलाई साथ दिने त? विरोध गर्नेहरूलाई के भन्नुहुन्छ? विरोध गर्नेहरूलाई कसैको चाहिँ मैले अघि पनि भने लेभलै त्यही हो हजुरको, गर्दै गर्नुहोस्। तर म भन्न चाहन्छु सबैजनाले राम्रो मान्छेलाई, सत्यलाई विरोध नगरौँ होइन। हामी एकजुट एकमुख हुनुपर्छ होइन। हामी जनता चाहिँ एकजुट र एकमुख भयौँ भने होइन, यो राष्ट्रमा राम्रो सरकार हामीले राख्छौँ क्या, र नराम्रो यदि सरकार त्यो चाहिँ आरोप लागेको गर्छन् त्यसलाई थुतेर फाल्न हामी सक्छौँ क्या। हामी शक्ति भनेको हामी जनता हो क्या, मालिक भनेको हामी जनता हो क्या, राजा भनेको हामी जनता हो क्या है। को राजा ल्याउने, त्यो ल्याउने, ऊ ल्याउने होइन के। हामीले सिर्फ यस देशमा एउटा लिडर राख्ने, त्यो लिडर यस्तो होस् कि जनता र देशकै हितमा होस् के है। अनि उहाँले चाहिँ करप्सन, भ्रष्टाचार रोकोस्, विकास गरोस् के है। त्यति मात्र हामीलाई चाहिएको क्या। विकास हामी सम्पूर्ण मिलेर गर्ने हो। हजुर, तपाईँ आउनुहुन्छ मैदानमा? कुन मैदानमा? कुन मैदानमा? विकासको मैदानमा आउनुहुन्छ कि आइसकेको छु त त्यो भन्नुहोस्। विकासको मैदानमा आफूलाई बिर्सेर होइन, कति पार्टहरू होइन आफ्नो अहिले भविष्य छ, बनाउनु पर्ने छ, बाँकी नै छ। बनाउँदै पनि आफ्नो भविष्यलाई अलिकति साइडमा राखेर देशको लागि मैदानमै छु म। हजुर भनेपछि ठाउँ पुगिराख्नु भएको छ तपाईँ होइन? ठाउँ त यस्तो हो अलिकति पनि पुग्नुभयो। हजुर, उहाँ चाहिँ माङलाई मतलब साल्पा सिलिचुङलाई दर्शन गर्न होइन, त्यो ठाउँमा पुग्ने अवसर चाहिँ मेयर हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष होइन उहाँसँग जुरेको छ। र एकदमै म आफूलाई त धेरै महाभाग्य मानि ठान्छु। हजुर, त्यस्तो सत्यसँग चाहिँ म त साल्पा सिलिचु हाइट सगरमाथाको आधी भागसम्म म पुगेर आएको छु। हजुर, तपाईँले चिनेको अर्को साम्पाङ कस्तो खालको मान्छे? हजुर, तपाईँले चिनेको अर्को साम्पाङ अध्यक्ष कस्तो खालको मान्छे? यो अहिलेसम्म उहाँकै गुणगान गाइरहेछ पिन्छाले, अर्को साम्पाङकै गुणगान गाइरहेछ, फेरि कस्तो खालको मान्छे भनेर क्वेसन कसरी आयो पत्रकारज्यू? होइन, तपाईँले चिनेको चाहिँ अरूले त अब चाहिँ देशभक्त भनेर चिन्नुहुन्छ। हजुर, देशलाई माया गर्ने मैले चिनेको पनि त्यही हो होइन। उहाँ आफ्नो लागि होइन, राष्ट्रको लागि बाँच्ने मान्छे हो
है जनताको लागि बाँच्ने मान्छे हो उहाँलाई आफूलाई पैसा चाहिएको छैन हैन उहाँ आफै पनि सक्षम छ उहाँको ब्याकग्राउन्ड छ उहाँ मजाले खाएर चिल्लो गाडीमा हिँडेर देश विदेश घुमेर खान सक्ने मान्छे हो हैन तर रुखो भने धेरै रुखो अघि पनि मैले भने जुन भ्रष्टाचारी छ नि भ्रष्टाचारीलाई खबरदार गर्दाखेरि हैन रुखो टर्रो भन्ने चाहिँ त्यही लेभलको मान्छेले मात्रै भन्छ क्या जसले देशै सोच्न सक्दैन हैन त्यो मान्छेले मात्रै हर्क साम्पाङलाई घमण्डी भन्छ अरूले भन्दैन क्या उहाँले जनतासँग कहिले पनि उहाँले घमण्डी गर्नुहुन्न हैन सयौं हजारौंसँग उहाँ टोइलेट धरि नखाई बसेर फोटो खिच्नुहुन्छ हैन कस्तो सानो मान्छे जस्तो नमस्कार गर्नुहुन्छ है त्यस्तो नेता यो राष्ट्रले कहिले पाउँछ हर्क साम्पाङलाई गुमायो भने यो राष्ट्र निकै तल जान्छ निकै पछि जान्छ क्या ऋण कति आउँछ कति अहिलेको पछिल्लो अन्तरिम सरकारमा पनि ऋण आयो भनेको हामीले समाचारमा सुनेको छौँ हैन हामीलाई ऋण थप्पै छ हैन अन्तरिम सरकारको पालामा पनि हामी आफै युवाले बनाएको सरकार भन्छन् तर युवाले बनाएको चाहिँ होइन त्यो सबैलाई थाहा छ त्यो अर्कै मान्छे ढाल बनेर बनेको सरकार हो हैन हामीले युवाले चाहेकै नचाहेकै नसुनेको मान्छे आएर बस्नु भएको छ उहाँ हैन एउटा उहाँ चाहिँ एउटा हाम्रो देशको चाहिँ एउटा के भन्ने जस्ट एउटा के भन्ने त्यो मात्रै हुनुहुन्छ हजुर अनि उहाँलाई चाहिँ त्यो लेख्ने कुराहरू अलिक कम गर्दैदेखि हुन्थ्यो कि भन्ने पनि छ हैन उहाँ बोलेर आउनु भएको हैन उहाँले सत्य कुरा लेख्नुहुन्छ त्यो सबैले मलाई धरी सम्झाउनुहुन्छ पिन्छा बहिनी तपाईँ चाहिँ त्यहाँ बोल्नुभयो भने यदि भेट्नुभयो भने हैन अवसर त्यस्तो जुरो भने भनिदिनुहोस् हर्क साम्पाङलाई अलिकति थोरै लेख्न भनिदिनुहोस् भन्नुहुन्छ तर उहाँले सत्य कुरा बोले अघि मैले भर्खर पनि मेरो आफ्नै फेसबुक वाल आफ्नै पेज मतलब वालबाट फेसबुकबाट चाहिँ हालेको छु हर्क कम बोल्दैनन् हैन सत्य बोल्छन् हैन मैले त्यो भनिरहेको छु के कम बोल्दैनन् हर्क साम्पाङ तर सत्य बोल्छन् झुटो आशा दिँदैनन् हर्क साम्पाङले है यो देशमा मैले मात्र गर्न सक्दिनँ भन्छन् है तिमी चाहिन्छ तपाईँ चाहिन्छ तपाईँहरू चाहिन्छ सम्पूर्ण नेपाली चाहिन्छ देश बनाउनलाई म एक्लैले गर्न सक्दिनँ भनेर भन्छन् तर कुनै अवस्थामा चाहिँ कुनै कुराहरू काटेर म यो सबैभन्दा खतरा भनेको चाहिँ त्यो हालिदिनुहुन्छ र डाउन गर्न चाहनुहुन्छ तर सबैले चाहिँ हैन तपाईँ जति कोहीले हर्क साम्पाङलाई डाउन गर्न चाहनुहुन्छ भने तपाईँ आफै डाउन हुँदैछ आफै डाउन हुँदैछ छेडिकलाई तपाईँ नसोच्नुहोस् हैन तपाईँ करोडपति छ यदि पैसाको कुरा करोडपति छ भने तपाईँ रोडपति पनि बन्न त्यो समयले सिचुएसनले बनाउँछ हैन त्यो अवस्थामा यो देशै पनि गइसकेको छ अरूको हातमा रेट ज्यादा छ नि त गइसकेको अवस्थामा तपाईको त्यो पैसाले केही गर्नेवाला छैन तपाईँ मालिक बन्दैन हैन म यो पनि भन्छु कि हिजोको दिनमा आर्मी चुपा लाएर बस्नुभयो अनि अहिले 3 महिना 4 महिना पुगिसकेपछि चाहिँ आर्मीले हामीलाई के भन्नुभयो भन्दा सिंहदरबार हामीले नबचाएको कारण चाहिँ जनतालाई बचाउनु हो भनिदिनु भयो हैन त्यो गलत म मेरो व्यक्तिगत तर्फबाट त्यो गलत भन्छु किनकि उहाँ आर्मीले हैन हामी जनतालाई भुटेको भए मतलब हामी त्यत्रो जनता सडकमा थियौँ हामीलाई मारेको भए अरू नै राष्ट्रको मान्छे यहाँ लिडर चाहिँ राम्रो भएन गतिलो भएन अब हामी आउनुपर्छ भनेर अरू नै राष्ट्रको मान्छे यो देशमा आउँथ्यो है अनि आएर यहाँ अर्कै मान्छेले लिडर गर्थ्यो हैन लिड गर्थ्यो हैन अनि त्यो आर्मीहरू पनि कहाँ हुनुहुन्थ्यो त त्यो हेड टक्क बनेको आर्मीहरू पनि कहाँ हुनुहुन्थ्यो त अरू नै देशको लिडरको खुट्टामा है सो त्यही भएको कारण चाहिँ उहाँले आफ्नै इज्जत बचाउनुको निमित्त पनि जनतालाई नमारेको हो राम्रो कि नराम्रो छ त्यो के हो अब उहाँहरूले बुझ्नुहुन्छ है अनि अर्को कुरा जातिवादी भोलि पर्सि चाहिँ हैन जातको कुरा ल्याएर त्यो हुने हो कि लडाई हुन्छ यो हुन्छ त्यो हुन्छ भन्छ मान्छेहरूले हैन अब हामी एक आपसमा सुन्नुस् तपाईहरुको पार्टी नै जातिवादी भन्छन् कति एक्सक्युज मी म भन्दैछु है हामी एक आपसमा हैन एकदेखि अर्को समुदायमा बिहेबारी छ हाम्रो है जातिवादी कसरी हुन्छ हैन त्यही अघि मैले जुन आर्मीको घटना सुनाए हैन त्यहाँ जातिवादी चाहिँ हामी लड्न थाल्यौं भने भोलिको दिनमा अरू नै राष्ट्रको लिडर आएर यस देशमा बस्छ र हालत हाम्रो त्यही हुन्छ है तपाईहरुको पार्टी जातिवादी हो श्रम शक्ति पार्टी तपाईलाई के लाग्छ त्यही भने आरोप छ तपाईलाई के लाग्छ आरोप लागेर हुन्छ हैन तपाईलाई के लाग्छ विभिन्न किसिम भएको उपाध्यक्षलाई पनि मित्र डाक्टर मित्र परिवारले नै लखेट्नु भयो तपाईले खेदाउनु कसले लखेटेको कसरी लखेटेको लौरोला गरेर हैन अपमान गरेर बोल्न नदिएर खेद्नु भर्यो त ल्याउनुस् त त्यो ल्याउनुस् त तपाईको ल्याउनुस् त प्रमाण ल्याउनुस् त
उहाँले नै भन्नुभएको छ भन्नु भएन ल्याउनुहोस् न अपमान गरेर खेलेको चाहिँ ल्याउनुहोस् है यस्तो हो है तपाईहरूले बुझ्नुपर्ने जरुरी छ हामीले अपमान गरेर कसैलाई खेद्दैनौँ होइन तर जो कोही पनि श्रम संस्कृतिमा जोडिन्छ भने ऊ चाहिँ होइन पदको लोभमा मै खतरा हुँ म किन अघि भइन भन्ने खालको हुन्छ र राष्ट्रलाई बेच्नलाई थोरै तिन हातहरू अगाडि बढाउने खालको मान्छे आयो भने पनि त्यसै गरी निस्किनुपर्छ होइन यो देशमा जति सत्य छन् बरु एकैजना हर्क साम्पाङ किन नहुन् होइन उनी नै बरु ठिक छन् तर 15 वर्षसम्म उनले कमाएको त्यो इज्जतलाई गिराउने काम कसैले पनि गर्नु हुँदैन भनेपछि के उहाँ एक्लै काफी श्रम संस्कृति पार्टीमा अरू चाहिँदैन अहिले एक्लै काफी हामी नै हर्क साम्पाङ नै हामी सबै हो जो सत्य छ नि त्यो हर्क साम्पाङ हो र हर्क साम्पाङ नै काफी छन् अनि कति मत ल्याउनु त कति भोट ल्याउनु त चुनाव मत भोट यस्तो छ है म यसमा चाहिँ कहाँबाट प्रधानमन्त्री बन्ने कहाँबाट एक्सक्युज मी मेरो कुरा सुन्नुस् ल लिड गर्ने देशलाई एकछिन न म भन्छु हैन जसले भन्छ कति भोट ल्याउला हैन कति सिट ल्याउला भन्छ तर म चाहिँ भन्छु उहाँको एकै सिट आए पनि म हर्कको समर्थक म है तर हर्कले जितेन भने तपाई पनि हार्छ है त्यसैले जति चाहिन्छ मत जति चाहिन्छ सिट त्यो तपाई सम्पूर्णले हर्कलाई दिने हो जिताउने हो दिनको लागि त जनतालाई चाहिँ सम्बोधन गर्नु पर्यो होला उहाँको कुरा सुन्नु पर्यो होला एउटा भएको चाहिँ नेतालाई डाक्टरलाई पनि लखेट्नु भएको छ अनि एक्लै भए पनि हुन्छ भन्नु भएको छ यो शब्द फेरि लखेट्ने शब्द ननिकाल्नुस् प्लिज है मैले अघि भनिसकिसके असत्य मान्छे चाहिँ यहाँ श्रम संस्कृतिमा हर्क पथमा टिक्दैन है उहाँ असत्य हुनुहुन्थ्यो हैन मतलब उहाँको असत्य भन्ने बित्तिकै हरेक कुरा जोडिन्छ नि हैन उहाँले त अब पब्लिकमा नि स्टेजमा हैन त्यसरी बोलिराख्नु भएको थियो नि त अब कसरी भन्ने कुरा पनि तपाईँ सोध्नुहुन्छ होला त्यहाँ गएर हेर्नुहोस् होला है अनि त्यसमा चाहिँ तपाईँ त्यहाँ त्यो भिडियो हेर्नुहोस् होला म यो कुरा म धेर भन्न चाहन्न उहाँ मैले पनि एउटा बौद्धिक व्यक्तित्व भनेर उहाँलाई मैले चिन्थेँ होइन चिन्थेँ र अझै पनि मैले चिन्न पाऊँ भन्न चाहन्छु होइन अब सुरुमा चाहिँ प्रचण्डसँग पहिला जानुभयो भन्ने कुरो पनि आयो तपाईँले होइन उहाँ आफैले त्यस्तो भन्नुभयो अरे पहिलाको कुरा चाहिँ म पहिला जान्न भन्नुभयो अरे होइन लाजै लाग्छ सरी ल भयो हजुर अरू सोध्नुहोस् न यो कुरा छोडौँ प्लिज यो सकिसकेको कुरा छोडौँ उहाँ राम्रो बन्नुहुन्छ फेरि होइन देशलाई समर्थन गर्नुहुन्छ देशलाई समर्थन गर्नु हर्क साम्पाङलाई साम्पाङलाई समर्थन गर्नु भनेको देशलाई समर्थन गर्नु हो र उहाँले समर्थन गर्नुहुन्छ म यही विश्वास गर्छु तर राईहरूको पार्टीमा अटेनन् भन्ने आरोप को राईहरूको पार्टी को श्रम संस्कृति पार्टी तपाईँले भन्नुभयो राईहरूको पार्टी होइन जनताले भन्छ नि त आवेशमा नआउनु न तपाईँ त्यो मान्छे राईहरूको पार्टी प्लिज है तपाईले यस्तो होइन त्यो अलिकति सोचेर पनि बोल्नुहोस् प्लिज है राईहरूको जनताले उठाएको प्रश्न सोध्या हो क्या हामी राष्ट्रको कुरा गरिरहेछौँ है पत्रकारज्यू हामी राष्ट्रको कुरा गरेछौँ न कि यहाँ जातको कुरा गरेको छौँ है हामी कुनै जात होइन हामी कुनै धर्मलाई सपोर्ट गरेर हिँड्ने मान्छे होइन हामी है हामी सत्यलाई साथ दिएर यस राष्ट्रमा ऋण ज्यादा छ हामीले यस राष्ट्रको ऋण चाहिँ हामीले चुक्ता गर्नुपर्छ यो राष्ट्रलाई धनी गर्नुपर्छ विकास गर्नुपर्छ भन्नुको निमित्त हामी युवा चाहिँ हामी हिँडिरहेको छौँ हाम्रो रगतमा हाम्रो पसिनाको थोपामा देशै देश बगाएर हामी हिँडिरहेको छौँ हामी त्यत्तिकै हावादारीमा हामी हिँडेको होइन र जात भात र के हो यो पार्टी यो के होमा हामीलाई विभाजित नगर्नुहोस् हामीले भन्दैछौँ एउटा हर्क साम्पाङ सत्य छन् तिनी सत्य भएको कारण चाहिँ हामीले राष्ट्र सोचेर चाहिँ हामी हर्क पथमा छौँ भनेर हामीले भनिरहेको छौँ र उहाँ अरूलाई जस्तै आरोप लागेको हर्क साम्पाङलाई भयो भने उहाँ बोल्नु भएन मलाई जे भने पनि भन् भनेर यसो गरेर कपाल हाले जस्तो गर्नुभयो भने हामी सहनेवाला छैनौँ हामी 30 सेकेन्डमा हर्क पथ त्याग्ने मान्छे हो के बुझ्नु नि त्यही भएर यो जातको त्यो जातको यो पार्टी यो धर्म प्लिज बन्द गर्नुहोस् यो सब मिडियाको कारण पनि अलिकति गाह्रो भइरहेको छ डाक्टर मित्र परिवारले त्यसै भन्दै जानु यो कुरा फेरि यो शब्द ननिकाल्नुहोस् होला मैले अघि पनि भनिसकेँ उहाँलाई मेरो सम्मान छ जहिले पनि हृदयदेखि सम्मान छ उहाँले देशलाई समर्थन गर्नु नै हुन्छ हैन गर्नुपर्छ हैन उहाँको सन्ततिलाई यो देश चाहिन्छ त्यसकारण देश बचाउनको निमित्त उहाँले हर्क साम्पाङलाई समर्थन गर्नै पर्छ धन्यवाद मान्छेले तपाईँ जति धन्यवाद हजुर म नबोलौँ जस्तो तपाईँ जतिको राष्ट्रप्रेमी देशप्रेमी मान्छे अनि चाहिँ अघि मैले भने टुप्पीमै रिस है क्या तपाईँ भने त्यति नै आवेशमा आइहाल्नुहुन्छ क्या तपाईँ रिसाइहाल्नुहुन्छ त्यत्तिकै थियो यो त्यत्तिकै थियो यो तपाईँले बोलेको त्यत्तिकै थियो कुरा थिएन त तपाईँले जुन पार्टी के भन्नुभयो नि तपाईँले जातलाई ल्याएर भन्नुभयो मित्र हैन पत्रकार मित्र मैले भने होइन जनताले तपाईँले नि भन्नुभयो यहाँ हैन भने मैले प्रश्न त सोध्न पाएँ होला नि त तपाईँलाई एक्सक्युज मी तपाईँको प्रश्न यस्तो थियो कि हेपिएर म एउटा कुरा भनिदिउँ मिडियाहरूलाई दुःखलाई सम्पूर्ण मिडियाहरूलाई म यहाँबाट के भन्छु भने नि के भन्छु भने नि हिजो तिनी लुसिफर भनेका मान्छे
अस्ति मिटिङमा बसेछन् अरे हो मैले भिडियो पनि हेरेँ 5 घण्टासम्म पत्रकारहरू बसेछन् बाहिर होइन लास्ट टाइम मेयरज्यू भन्दा नहेरिकन होइन यता एउटा मेयरज्यू त्यस्तो तपाईँहरूलाई चाहिने कि अर्को साम्पाङलाई त्यही कारण चाहिँ तपाईँहरूले हेपिरहेको छ कि तपाईँ जनता तपाईँ मिडियाहरूले पनि अर्को साम्पाङलाई र अर्काको समर्थन जे सोधो त्यही बोल्छन् भनेर तपाईँहरूले हेपिरहेको हो कि म यो भन्न चाहन्छु कि तपाईँहरूसँग उहाँहरूसँग क्वेसन गर्ने हिम्मत छ छैन सक्दैन के उहाँ त टक टक राजा हो राजा होइन कहाँको राजा हो त चाहिँ थाहा छैन फेरि हिजो तपाईँले पनि त बालेन्दाई भन्नुभयो भनेर भन्नुभयो होइन होइन यस्तो अहिले हर्क साम्पाङ भन्दैछु नि भोलिको दिनमा मैले अघि भनिसकेँ हर्क साम्पाङलाई आरोप लागेको गर्छ जनताको हातमा चाहिँ उहाँ जनताको हितमा चाहिँ उहाँ बोल्नुहुन्न भने हर्क साम्पाङ हामी भन्दैनौँ है अहिले तपाईँले राम्रो कुराहरू लिनुहुन्छ जस्तै एक्सन लिनुहुन्छ होइन जस्तै के मैले अलिकति पत्रकारको नाम लिएँ मित्र पत्रकार दिवाकर हुनुहुन्छ नि उहाँ जस्तै गर्नुहुन्छ हामी तपाईँहरूको जय गर्छु भोलिको दिनमा तपाईँहरूले फेरि नराम्रो यो गर्नु थाल्नुभयो भने छ्याथु गरेर हामी थुक्छौँ क्या बुझ्नु पनि हातथु गर्नुहुन्छ हातथु हो अरू जाओस् त के सक्यो अब हामी लगभग अन्तिममा छौँ अन्तिममा अब चुनावको पनि मुखैमा छौँ होइन तपाईँ जिउ ज्यान दिएर लागि पर्नु भएको छ अन्य साथीहरू पनि लागिराख्नु भएको छ माटोलाई माया गर्ने हजुर धेरै लागिराख्नु भएको छ यतिले इनफ हुन्छ तपाईँहरूलाई कस्तो इनफ भनेपछि माटोलाई माया गर्ने मान्छेहरू त माटोलाई माया तपाईँ गर्नुहुन्न गर्छौँ यो सम्पूर्ण नेपालीहरू लाग्नुपर्छ माटोमा लाग्नुपर्छ होइन भोट दिनुपर्छ जिताउनुपर्छ यस नत्र देश गरिब छ भनेर बार भनिरहेको छौँ कस्तो क्वेसन गरिराख्नु भएको छ होइन हामी अलिकति तपाईँको क्यामेरामा छौँ भने हामीलाई सपोर्ट गर्ने श्रमदाताजीहरू देख्नु भएको छ है कति हुनुहुन्छ उहाँहरू अझै बेला त यहाँ श्रम गर्नु छोडेर तपाईँहरू जनताको घर दैलोमा जानुपर्ने भिजन तपाईँको मिसन तपाईँको विधान तपाईँको चाहिँ सबै जनतालाई बुझाउनु पर्ने थियो नि त होइन अनि उहाँलाई नबुझी उहाँले नसुन्छ कसरी भोट हाल्ने माटोलाई कसरी चिन्ने भन्ने कुरा पनि त हो नि त्यो पनि हो हजुरको कुरा ठिक छ होइन त्यत्तिकै पनि हर्क साम्पाङ सत्य हुनुहुन्छ भने कतिले त चिन्नु भएको छ होइन त्यतिले मात्रै इनफ हुन्छ त मैले भने त्यही कुरा अहिले त्यतिले चाहिँ इनफ नहोला भित्र है यसमा चाहिँ म अलिकति शान्त पाएँ हजुर हामीले अझै हामीले राम्रो सत्यको आवाज उठाउनको निमित्त चाहिँ हामी हिँड्नै पर्छ होइन बोल्नै पर्छ रिसाउनु त राम्रो मान्छेसँग कहिले रिसाउँदिनँ म यति सफ्टफुल छु होइन मान्छेहरूले मलाई भेट्दा यसरी डाइरेक्ट फेस टु फेस भेट्दाखेरि भन्नुहुन्छ है तपाईँ त भिडियोमा क्या डेन्जर बोल्छ है तपाईँ बोलेको देख्दा त होइन यसरी भेट्दा पनि बोल्छ होला जस्तो तर तपाईँ कति सफ्ट कति मजाले बोल्नुहुन्छ भन्नुहुन्छ बेला बेला त रगत उम्लेर आउँछ है नो असत्य कुरा छ भने रगत उम्लिनु मात्रै होइन उम्ल्याउनु पर्छ हजुर अनि अब चाहिँ तपाईँले पनि त श्रम संस्कृति पार्टीको कुनै एउटा विभागमा नेतृत्व गर्नु पर्यो भन्ने कुरा पनि त छ नि हजुर त्यो चाहिँ छ होइन तर मभन्दा धेरै सक्षम मान्छेहरू हुनुहुन्छ उहाँहरू नेतृत्व बस्दै गर्नुहुन्छ र पछि आवश्यक भयो भने म त्यो एक सत्यमा मिसिन्छु अहिले चाहिँ कुन पोस्टमा हुनुहुन्छ पोस्टको कुरा नगर्नुहोस् ल प्लिज कोही पोस्टमै छैन होइन कोही पोस्टमै छैन मात्र देश हो तर सबै यहाँ त केन्द्रीय सदस्य मलाई दिएन हुँ भनेर कोही रोइ कराई गर्ने कोही मुर्दाबाद भन्ने उहाँहरूलाई म सम्झाइरहेको छु होइन मुर्दाबाद भन्नेको कुरा नसुनौँ होइन तर केन्द्रीय सदस्य हुँ भन्नेहरूलाई चाहिँ म सम्झाइरहेको छु होइन जस्तै पदको कुरा नगरौँ हामी सबै एउटा अर्को साम्पाङले यही टी सर्ट देखाएर तपाईँको र मेरो टी सर्ट सेम छ होइन छ अनि हामी एउटै भयौँ कि भयौँ भन्ने आवाज हामीले सुनिरहेछौँ त्यसकारण म यो पदको यो त्यो पदको भन्न चाहिँ प्लिज बन्द गरौँ भनेर मैले पैसामा पनि पदहरू बिक्री हो भन्ने आरोप लाग्यो कसरी आरोप होइन त्यो प्रमाण ल्याउनुहोस् त्यसलाई सिधै यो पिन्साले आफ्नै ज्यानको दाउ लगाएर भए पनि त्यसलाई म एक्लैले पनि भोग्राएर निकाल्नुहुन्छ त्यसलाई म होइन जुन पैसा खाएको छ र पैसामा पद किनेको छ जसले पैसा खाएको छ हर्क साम्पाङको इज्जत बेच्ने हर्क साम्पाङले 1 रुपियाँ पैसा छुनुहुन्न है हर्क साम्पाङको इज्जत बेच्ने 15 वर्षदेखिको अहिले 15 वर्षदेखिको त छँदैछ अहिले यहाँ पशुपतिनाथ बौद्धनाथ होइन साल्पा सिलिचुङ पाथिभरा सबै भाकेर 1 रुपियाँ भ्रष्टाचार गऱ्यो भने मेरो मृत्यु त्यही होस् भनेर चाहिँ उहाँ हिँडिरहेको मान्छेको इज्जत फाल्ने बेइज्जत गर्ने हर्क साम्पाङलाई त्यो मबाट चाहिँ म चाहिँ सहन सक्दिनँ हजुर हस् यहाँले महत्त्वपूर्ण समय दिनुभयो थ्याङ्क यू सो मच धेरै धन्यवाद हजुर धन्यवाद हजुर जय माटो जय देश भोट केमा माटोमा राष्ट्र बचाउनको लागि भोट केमा माटोमा राष्ट्र बचाउनको लागि भोट केमा माटोमा जय माटो जय देश जय माटो जय देश जय माटो जय देश
सबैले भन जय माटो जय देश, सबैले भन जय माटो जय देश, सबैले भन जय माटो जय देश। हस्, ल धन्यवाद।